काका तपाईँले अब होइन यो धुप बाल्नु हुनुहुन्छ होइन शहीद दिवस आज है अन्त यहाँ चाहिँ कुन सालमा चाहिँ शहीद हुनुभएको त्यो साल चाहिँ तारिक चाहिँ 19 तारिक जनवरी महिना हजुर 1988 सालको दिन त्यो आन्दोलनमा त्यो आन्दोलन भएको थियो। अच्छा जुन आन्दोलनमा माथि मन्दिर डाँडा अमलबाट हजुर सिआरपीले पदम राईलाई दिवंगत बनाएर उहाँलाई मारेर मार्नुभयो। अनि उहाँहरूको गाउँबाट धेरै जसो जवान केटा मान्छेहरूलाई सिआरपीले पक्रेर पनि लग्यो। हजुर पक्रेर आएर त्यो आधा लगेर आधा उधी फेरि माथि आएर गन्जी डाँडातिर पुरा छापा मार्यो। हजुर त्यसपछि यता लाथोपट्टि आएर हजुर उता गन्जी डाँडाको पल्लो छेउ भएर चाहिँ उताबाट फर्किआउँदा चाहिँ सुभाष घिसिङको घर गाउँ घरहरू तोडफोड गरिवरी फर्किआउँदाखेरि चाहिँ यहाँनिर आइपुग्दा चाहिँ मतलब नवीन लामा एम्बुसमा बसेको थियो। एम्बुसमा हजुर एम्बुसमा बस्दाखेरि यताबाट आउनु बित्तिकै यताबाट नवीन लामाले गोली फायर गर्यो। गोली फायर गर्दाखेरि चाहिँ अब यताबाट आएको सामनेसँग चाहिँ लडाइँ भयो। तर नवीन लामालाई माथिबाट फेरि एट्याक गर्यो। त्यसो हुँदा चाहिँ उहाँको मतलब ज्यान गयो भनेपछि उहाँले सिआरपीले धेरै मार्नुभयो त्यसो एक्लैले पनि एक्लैले मारेकै हो नगरेको होइन नमारेको। उहाँ चाहिँ खास डुइन डाइज भन्ने मार्छु अनि मर्छु भन्ने जुन सिद्धान्त छ त्यो चाहिँ उहाँले पुरा गर्नु। आजको दिनमा चाहिँ उहाँ शहीद हुनुभएको। आजको दिन चाहिँ उहाँ शहीद हुनुभएको।